समाधान पनि जरुरी छ। त्यही भएर त्यो भनेको मतलब चाहिँ सिधै उठाउने अनि उठाएर चाहिँ पहिचान गर्ने पनि होइन होइन। काठमाडौँको हकमा अलग थियो कुरा। काठमाडौँको जुन अहिले काठमाडौँ मनोहरा त्यो उसको विषयमा छ, त्यो विषयमा म अहिले तपाईँहरूलाई भन्छु के भएको थियो भनेर, अथवा कसरी अब भूमि मन्त्रालय त्यसमा सम्बन्धित थियो थिएन अलग पाटो भयो। तर नेपाल सरकार भनेपछि एउटा मन्त्रालय पनि अविच्छिन्न पाटो हुन्छ होइन, त्यसमा पनि मैले जवाफ दिउँला। एउटा पाटो चाहिँ देशैभरिमा हजुरहरू चाहिँ के ढुक्क हुनुहोस् भने न भूमि सुरुमा चाहिँ अझ अव्यवस्थितको पनि अझ डराएको अवस्था छ, त्यो उहाँहरू पनि डराउनु पर्ने अवस्था छैन। नेपाल सरकारले पहिला चाहिँ व्यवस्थापनको पाटो हेर्छ, उहाँहरूलाई कहाँ पहिला चाहिँ त्यहाँ पहिचान गर्नु पर्यो, कतिजना भूमिहीन सुकुम्बासी हुनुहुन्छ, दलित हुनुहुन्छ, अव्यवस्थित हुनुहुन्छ, त्यसपछि क्याटेगराइज गरेर चाहिँ समाधानको पाटोमा सरकार लाग्छ। त्यसै गरिकन हामीले 100 दिन पुरा नहुँदै गर्दा हाम्रो बर्दियाबाट हामीले सुरुवात पनि गऱ्यौँ लाल पूर्जाको। र हजुरहरूको एउटा कन्सर्न चाहिँ के थियो भने हामीले यदि उठैबासै हाम्रो प्राथमिकता थियो भने त लाल पूर्जा किन बाँड्थ्यौँ त होइन। त्यही भएर हाम्रो असल नियत चाहिँ के हो भन्दा पहिला चाहिँ देशैभरिको समस्या समाधान गर्नु पर्यो, पहिला चाहिँ लाल पूर्जा वितरण गर्नु पर्यो। हामीसँग जति डेटा छ त्यति डेटालाई भेरिफाई गरेर अघि नै तपाईँहरूबाट पनि कुरा आयो, कतिपय चाहिँ डेटै हामीलाई चाहिँ आएको डेटाहरू पनि त्यसलाई पनि हामीले भेरिफाई गर्नुपर्ने जरुरी छ होइन। त्यतिखेर राजनीतिकरण भएको छ। त्यही भएर त्यो राजनीतिकरणबाट यसलाई टाढा राख्ने, किनभने भूमिको समस्या तपाईँहरू आजसम्म पनि तपाईँहरूले लाल पूजा भनौँ न बसेको ठाउँमा चाहिँ लाल पूजा पाउनु सक्नु भएको छ भनेको ठुलो पाटोको राजनीति पनि हो नि त। त्यही भएर यसलाई हामीले त्योभन्दा टाढा राख्नलाई चाहिँ त्यो अहिले भूमि समिति जुन आएको छ त्यसलाई चाहिँ विघटन गर्यो, भूमि समिति स्थापना गऱ्यौँ, त्यसमा चाहिँ विज्ञहरू हुनुहुन्छ। त्यसै गरिकन जुन जिल्लामा संरचना छ जिल्लामा सिडिओले अध्यक्षता गर्नुहुन्छ। किन यो गरियो भन्दा यसलाई राजनीतिबाट पर राख्नलाई, किनभने राजनीतिक विषयले यहाँ कहिले पनि समाधान गर्यो कुनै पनि पार्टी होस् होइन। त्यही भएर यो चाहिँ विज्ञले मात्रै सल्भ गर्न सक्छ। कर्मचारीहरू यसमा राजनीतिज्ञ चाहिँ इन्भल्भ नगराएर चाहिँ यो समस्या समाधान हुन सक्छ भनेर पहिलो प्राथमिकता हाम्रो भएको संरचनालाई हामीले हटायौँ, नयाँ संरचना क्रिएट गऱ्यौँ। नयाँ संरचनाले सुरुवात पनि गरिसकेको छ। अब हाम्रो चाहिँ सबै जिल्लामा चाहिँ तपाईँहरूले भन्नु पनि यहाँ यति काम भइसकेको थियो त्यो बेलामा भनेर त्यो सबै भेरिफाई गर्ने काम भइरहेको छ। त्यो भेरिफाई गर्ने काम भइरहेर हामीले चाहिँ जिल्लालाई प्राथमिकता पनि राखेर कहाँ चाहिँ अलिअलि छिटो काम भइरहेको छ त भन्नाले कहाँ चाहिँ रेडी टु गो अवस्थामा छ त्यसलाई हेरेर भेरिफाई गरेर हामी फटाफट त्यो काम सुरुवात गर्ने भनेर सुरुवात त हामी उसबाट बर्दियाबाट गरिसक्यौँ होइन। बर्दियाका पनि अरू पालिकामा पनि यो काम के अरे गरिरहनु भएको छ सिडिओ साहबले। त्यसै गरिकन अरू सम्पूर्ण जिल्लाहरूमा पनि जहाँ चाहिँ त्यो भनौँ न त्यो हामीसँग भएका लगतहरूलाई चाहिँ त्यसलाई भेरिफाई गर्नेदेखि लिएर सबै कामहरू भइरहेको छ। यसलाई हामीले तीव्रता हामीले यसलाई मेन पावर चाहिन्छ कि यसलाई थप मेन पावर चाहिन्छ कि यसलाई चाहिँ अरू केही उसले हामीले चाहिँ फास्ट गर्न सक्छौँ कि भनेर हामीले सम्पूर्ण एफर्ट यो मन्त्रालय